प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आजबाट म अफिसियल युट्युब च्यानल लिएर तपाईहरू माझ आइपुगेको छु। धेरैलाई लाग्न सक्छ यो युट्युब च्यानलबाट आउने सन्देशहरू मेरो आत्म प्रचारको लागि हो, मेरो नाम र प्रशंसा पाउनको लागि हो। तर त्यो चाहिँ होइन, परमेश्वरको महिमाको लागि चाहिँ यो युट्युब च्यानल लिएर तपाईहरुको माझ आइपुगेको छु। प्रेरित पावलले रोमी 11:36 मा भन्छन्, किनकि सबै कुरा उहाँबाट, उहाँद्वारा र उहाँकै लागि हुन्, उहाँलाई सदा सर्वदा महिमा होस्। यसैले यदि यहाँका सन्देशले कसैलाई छुन्छ र त्यो प्रस्ताव गरी यसुमा आउँछ भने त्यो सबै परमेश्वरबाट आएको फल हो भनी म जान्नेछु र बुझ्नेछु। आज संसारमा धेरै आवाजहरू छन्। मानिस आफ्नो नाम ठुलो बनाउन, फलोअर्स बढाउन, भ्यूज र लाइक पाउनको निम्ति आउने गर्दछन्। तर म एक परमेश्वरको सेवक भएको नाताले मेरो लक्ष्य फरक छ। भजन संग्रह 115 को 1 मा लेखिएको छ र भन्दछ, हे परम प्रभु, महिमा हामीमा होइन, हामीलाई पनि होइन, तर तपाईको नामलाई होस्। यो सेवाबाट कसैले जीवन पायो र कसैले उद्धार र मुक्ति पायो भने त्यसको श्रेय अब्बा पितालाई जाओस् र मलाई होइन। मानिसले मलाई महान होइन, मेरो अब्बा पितालाई चाहिँ महान ठानुन् र उहाँ हुनुहुन्छ भनी भनुन्। र यहाँ आउने सबै सन्देशहरूबाट हाम्रो अब्बा पिताको महिमा भएको होस् र प्रशंसा भएको होस् भन्दै यो च्यानललाई लाइक, सब्स्क्राइब, शेयर गरिदिनु हुन सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हस्त, धन्यवाद।